कस्तो के राम्रो लाग्यो? रामबाबु गुरुङ डाइरेक्टरलाई के भन्न चाहनुहुन्छ? एकदम गाउँमा भिजिएको एकदम वास्तव मतलब एकदम इन प्लेस हुन्छ नि कथाहरू। हजुर त्यस्तो लाग्यो एकदम त्यही म आफै त्यही पुगेँ। नेपाल मण्डपले आयोजना गरेको छ यस्तो फिल्महरू होइन? हजुर के भन्न चाहनुहुन्छ त? कस्तो लाग्यो होइन? एकदम राम्रो लाग्यो। यस्तै कन्टिन्यू यस्तै अरू हेर्न पाउँला। आइदिनु भयो झक्कास छ? हस् धन्यवाद। अनि भर्खरै चलचित्र हेर्नुभयो, कस्तो लाग्यो त? कबड्डी कबड्डी के पोर्चुगलमा पनि हेर्नु भ्याउनुभयो? हजुर एकदम राम्रो छ, एकदम राम्रो लाग्यो। सिनेको जति सबैलाई यही भनेको छ, एकदम राम्रो लाग्यो। एकदम राम्रो लाग्यो। त्यही प्रकारको हुँदैछ। के चाहिँ राम्रो लाग्यो यो चलचित्रमा? चलचित्रमा अब कलाकारहरूको भूमिका नि उत्तिकै राम्रो छ, निर्देशकको उत्तिकै काम राम्रो छ होइन। सबै भूमिकालाई बधाई दिनुपर्छ र धन्यवाद पनि दिनुपर्छ। अनि कस्तो लाग्यो त चलचित्र हेरिसक्नुभयो? हजुर के राम्रो लाग्यो यो चलचित्रमा? सबै राम्रो छ। कमेडी टाइपको हजुर हजुर इन्जोय गर्नुभयो? ल अनि नेपाल मण्डपले यस्तो चलचित्रहरूको कार्यक्रम आयोजना गर्छ, कस्तो महसुस गर्नुभएको छ? एकदम राम्रो छ। हजुर उनीहरूलाई भन्दा नि हाम्रो फेरि यस्तो आयोजनाहरू गर्दै गरोस् नेपाल मण्डपले। हाम्रो साथ छ। हजुर हजुर धन्यवाद। त बाबु अनि फिल्म हेऱ्यौ भर्खरै, कस्तो लाग्यो त तिमीलाई? के राम्रो लाग्यो फिल्ममा? हो अनि कस्तो लाग्यो त चलचित्र भर्खरै हेर्नुभयो? एकदम राम्रो समय बितेको थाहै भयो। हो र? अझै हेरेर जस्तो लाग्यो। कबड्डी कबड्डी 3 पनि हेर्न चाहनुहुन्छ तपाईँ? कबड्डी 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 है? हजुर के चाहिँ तपाईँलाई यस्तो लोभलाग्दो बनाएको थियो चलचित्रले? सबै डाइरेक्टहरू मन पऱ्यो होइन। हजुर जहाँखेरि अब नयाँ शैली छ नेपाली यो नै राम्रो पक्ष हो। सबै कुरा राम्रो भयो। गाउँको परिप्रेक्ष्यबाट रियल लाइफ चलचित्र प्रदर्शन स्थल कस्तो लाग्यो? क्वालिटीहरू होइन? यति राम्रो छ जस्तो त लागेको थिएन। हजुर सोचे भन्दा धेरै राम्रो पाउनुभयो। हस् अनि केशव दा तपाईँले त कबड्डी पनि हेर्नु भएको थियो, अहिले यो कबड्डी कबड्डी 2 कस्तो लाग्यो त? धेरै बेटर पाउनुभयो? हजुर अब कबड्डी फ्री कबड्डी आयो भने चाहिँ अझ राम्रो होला भनेर आइन्छ। हजुर फिल्म हेरेर डिसिसन गर्ने मलाई पहिले फिल्म हेर्ने कि नहेर्ने भन्ने। हजुर हजुर अब हेर्नु कबड्डी पहिलाको भन्दा यो धेरै नै बेटर छ। हजुर के चाहिँ राम्रो पाउनुभयो पहिलोभन्दा? कमेडी छ, अतिरिक्त कमेडी छ, कथावस्तु छ, मान्छेको लभ ट्रेजेडी आदि कुराहरू छ। यी कुराहरूले गर्दा राम्रो लाग्यो। कमेडी पनि छ। अहिलेको समयमा पनि विषयवस्तुसँग जुन सबै च्यालेन्ज गरेर मिलाएर बनाएको छ। हजुर अलिकति मिलाएको छ कबड्डी भन्दा। जति हुनुपर्ने व्यवहारिक रहेछ भने त्यो छैन होइन। नेपाली फिल्मै भन्नुपर्दा नि कहीँ पनि कबड्डी भन्दा धेरै बेटर छ। कबड्डी 3 त तपाईँ आशा गर्नुहुन्छ फेरि आओस्, कबड्डी 3 बनोस्? आजको फिल्म हेरेर नेक्स्ट टाइम म यस्तो हलमा फिल्म हेरेर आउने कि नआउने भन्ने हजुर त्यति राम्रो छैन। साथीको मन राख्नु मात्रै भनेर जान्न राखेको हजुर राम्रो लाग्यो। तपाईँ लोभिनुभयो फिल्ममा, भिज्नुभयो पुरै? हस् परिवार आउनु पाएन म मात्रै होइन आउँछु। हजुर हजुर अब अर्कोचोटि परिवारलाई पनि लिएर आउनु सक्नुहुन्छ? हजुर हजुर अनि यता ल तपाईँले भर्खरै चलचित्र हेर्नुभयो, कस्तो लाग्यो त? अति मन पऱ्यो। के मन पऱ्यो त यसमा? कलाकारको अनि जुन शैली जुन हिरोले युवाहरूलाई मनपर्ने किसिमको आशा हजुर त्यसले आकर्षित गरे है? हजुर कबड्डी 1 हेर्नु भएको थियो? हेर्नु भएको छैन? हजुर हेर्नु होला। अनि
तपाईँले अरूले पनि भनेको सुन्दाखेरि कबड्डी 2 चाहिँ धेरै राम्रो बनाएको छ अरे। अब तपाईँ कबड्डी 3 पनि हेर्ने प्रतीक्षामा हुनुहुन्छ? त्यस्तो बनायो यो चलचित्र हेरेपछि? हजुर। अनि आज आयोजना गरेको हल तपाईँलाई कस्तो लाग्यो? हो ए लोकेसन सबै मन पर्यो। हजुर ल राम बाबु गुरुङजीलाई के भन्न सक्नुहुन्छ त? अब यहाँबाट भनिदिनुहोस्। हजुर के राम्रो लाग्यो त? तपाईँ नेपालको कुन क्षेत्रबाट आउनुभएको? चितवनबाट। अनि लोकेसनहरू त्यहाँ फिल्ममा भएकोहरू तपाईँ के सेलेक्सन राम्रो? हजुर 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 कबड्डी 1 हेर्नु भएको थियो? कबड्डी 1 रमाइलो छ, त्यही भएर नि हेर्न हो त्यसैले डोर्याएर ल्या। कबड्डी 2 कस्तो आशा गरे जस्तै बनेछ कि? एक्सपेक्टेसन अलि हाई हजुर त्यही भएर कबड्डी 1 नै हो बेटर जस्तो लाग्यो। हो राम्रै बनाएको छ भन्नुहुन्छ। हजुर अनि कबड्डी 3 पनि आशामा हुनुहुन्छ कि? सो स्टोरीहरू हो त्यस्तै हजुर बन्यो भने आउनुहुन्छ हेर्नुहुन्छ। हस् धन्यवाद। के त आए त ल भर्खरै चलचित्र हेर्नुभयो? हजुर कस्तो लाग्यो त? रमाइलो थियो, रमाइलो लाग्यो। अनि यसमा रमाइलो चाहिँ के पाउनुभयो? डायलग्सहरू रमाइलो थियो अनि सिनेरीहरू अभिनय पक्ष र सबैको राम्रो? अभिनय ठिकै थियो। डाइरेक्टरले गर्न खोजेको प्रयासहरू कस्तो? ठिकै हो, राम्रै छ। प्रयासहरूलाई सराहनीय नै मान्नुपर्छ। हजुर हजुर तपाईँले कतिको एक्सपेक्ट गर्नुभएको थियो त्यही अनुसार पाउनुभयो कि भएन चलचित्र? मैले चाहिँ अलि हाई नै एक्सपेक्ट गरेको थिएँ। हजुर अनि बिचमा एकदम स्लो पाएँ। हजुर कस्तो के चाहिँ? पायो भन्नाले अब तिनवटा क्यारेक्टर्सको कम्युनिकेसन चाहिँ एकदम राम्रो थियो। तिनवटा क्यारेक्टरको कम्युनिकेसन त्यो कहाँनिर चाहिँ स्लो पाउनुभयो तपाईँले? कहाँनिर चाहिँ स्लो पाउनुभयो चलचित्रलाई? अलिकति बोरिङ जस्तो लाग्ने? त्यो बिचमा हुन्छ नि स्टोरिजहरू एकदम धेरै त्यो जस्तो लाग्यो क्या। एक कस्तो भन्दाखेरि फर्स्टमा त्यो केटी आमालाई हिरोनी थियो, हिरोनी चाहिँ अनि त्यो कन्फ्युजन भएको थियो बिचमा अलिअलि। हजुर तर पछि अन्त्यसम्ममा राम्रो भयो भने? धेरै नै एक्सपेक्ट गरेको थियो, तर एक्सपेक्ट गरेको थियो। हजुर हजुर फर्स्ट हेर्नु चाहिँ फर्स्टमा चाहिँ धेरै राम्रो लाग्यो। हजुर हजुर अब कबड्डी 3 बनाउनु भयो भने हेर्नुहुन्छ निर्माताहरूले? हजुर हस् धन्यवाद। ल भर्खरै चलचित्र हेरिसक्यो अनि कस्तो प्रतिक्रिया पाउनु? के चाहिँ रमाइलो पाउनुभयो त? हो के रोयो पनि क्या लास्टमा? हो र थोरै मात्रै? अर्को कबड्डी 3लाई सचार राखेको साँचेर राखेको क्या हो? ए कबड्डी 1 हेऱ्यो? कस्तो पाउनुभयो त तुलनात्मक? हो धेरै राम्रो है? ल यता आमामा गजबले हलभित्र पनि हाँसे सुन्दै थिएँ। ल भनिदिनुहोस् प्रतिक्रिया चलचित्रको के कस्तो के चाहिँ मन पर्यो त चलचित्रको? सुपर डुपर हुन्छ सबै थोक राम्रो हो? हाँस्नुभयो? रुनुभयो? पटक्कै रोयो नि? हो र त्यस्तो कठोर हो? रुने सिन थिएन? ए जे होस् रमाइलो भन्नु। हजुर अब कबड्डी 3 बन्यो भने पनि हेर्नुहुन्छ? हो ल धन्यवाद।
र आज हिँड्दा हिँड्दै आकाशमा मायाका बादल छरिएर आज हिँड्दा हिँड्दै आकाशमा ती सम्झनाका बादल फेरि आँखाबाट झरेर जालान् भोलि पानी परेर जालान् साँचेका माया मरेर जालान् माया